आदरणीय दर्शक वृद्ध नमस्कार। अपन विशेष में स्वागत करै छी। आइ एक गोटे जनस्वास्थ्य कर्मी संग बातचीत कर जा रहल छियै। ओ छै कैलाश खाकी श्रेष्ठ, नेपाल जनस्वास्थ्य संघ के केंद्रीय महासचिव। आइ हुनका से बातचीत करब जे ई जनस्वास्थ्य कहल की होइ छै, कैलाकि जनस्वास्थ्य कर्मी आ स्वास्थ्य कर्मी ई दूटा फरक चीज छै। आ जनस्वास्थ्य कर्मी के भूमिका की होइ छै, ओकरा सबके काज की होइ छै, या एकर अध्ययन अध्यापन में की सब पढ़ पड़े छै, यावत विषय में आइ बातचीत करब। तपाईलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। यो जुन जनस्वास्थ्य भन्छौ नि, यो स्वास्थ्य र जनस्वास्थ्य दुईटा फरक विषय हो नि, होइन? यसमा थोरै अब स्वास्थ्य र जनस्वास्थ्य भन्दा नि स्वास्थ्य भनेर सबैलाई लिन सकिन्छ। स्वास्थ्यभित्रको कुरा चाहिँ जनस्वास्थ्य हो। स्वास्थ्यभित्रको कुरा चाहिँ जनस्वास्थ्य। के रहेछ भिन्नता यो जनस्वास्थ्य भनेको र स्वास्थ्य भनेको? अब साधारणतया त खासमा अब जनमानसले बुझ्दाखेरि चाहिँ हामी स्वास्थ्यकर्मी भनेर सबैलाई भन्छौँ, होइन? त्योभित्र धेरै खालको विधाहरू हुन्छ। जनस्वास्थ्य विषय पढेकोलाई चाहिँ जनस्वास्थ्यकर्मी भनिन्छ। तर साधारणतया जनमानसले के भन्ने चलन छ भन्दा स्वास्थ्य सम्बन्धी कुनै पनि काम गर्ने व्यक्तिलाई जनस्वास्थ्यकर्मी भन्ने चलन छ। त्यो एक तरिकाले ठिकै पनि हो, तर अझ भित्री गएर हेर्ने हो भने चाहिँ जनस्वास्थ्य क्षेत्रकै विषयवस्तुहरू अध्ययन गरेको मानिसहरूलाई चाहिँ जनस्वास्थ्यकर्मी भनेर भनिन्छ। जसमा चाहिँ के हुन्छ भन्दा एउटा भनाइ, सबैले बुझ्ने भनाइ के छ भन्दा रोग लाग्नुभन्दा लाग्न नदिनु नै जाति भन्ने एउटा भनाइ छ नि, जुनमा रोग लाग्नुभन्दा पहिला नै काम गर्ने कुराहरू चाहिँ जनस्वास्थ्य क्षेत्रमा पर्छ। त्यस्तो ती क्षेत्रहरू कस्ता छन्? हजुर, यसमा यस्तो हो, अब कुनै पनि रोगको बारे उदाहरण लागि भर्खरै अहिले अब यहाँको कुरा गर्ने हो भने चाहिँ जुन हात्तीपाइले रोग विरुद्धको औषध सेवन अभियान थियो, त्यस्तो अभियानहरू चलाउने, होइन, जनस्वास्थ्य क्षेत्रमा पर्छ। अनि कुनै पनि रोग नलागोस् भनेर जन्मेदेखि नै ठुलो हुँदै उमेर अनुसारको खोपहरू छ थुप्रै, त्यो खोपहरू पनि जनस्वास्थ्य क्षेत्रमा पर्छ, होइन। अब क्षयरोग विरुद्धको अभियान चलाउँछौँ हामी, त्यो पनि जनस्वास्थ्य क्षेत्रमा पर्छ। भनेको के कुरा बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ हामी रोग लागेपछि हस्पिटल जान्छौँ, त्यो चाहिँ अब क्लिनिकल उपचारात्मक कुरा भयो। त्यसमा चाहिँ कुनै कुरा देखिए पछाडि गर्ने भयो। तर नदेखिने कुराहरूमा चाहिँ रोग नलागोस् भनेर गर्ने कुराहरूमा चाहिँ जनस्वास्थ्य क्षेत्रमा पर्छ। भनेपछि यो कम्युनिटी लेभलमा काम गर्ने, हजुर, समुदाय जसरी त्यो जुन स्वास्थ्य चौकीहरू हुन्छन्, होइन, स्वास्थ्य चौकीहरू हुन्छ नि, यस्तो हुन्छ यसमा यो समुदाय क्षेत्रमा काम गर्ने हो, होइन, सबै क्षेत्रमा काम गर्ने हो। अब यसको तह हुन्छ। यहाँले भने जस्तै स्वास्थ्य चौकीमा चाहिँ जनस्वास्थ्य कर्मी हुँदैन। स्वास्थ्य चौकीमा चाहिँ हामी साधारण भाषामा बुझ्दाखेरि चाहिँ प्यारामेडिक्स भन्ने चलन छ। त्यहाँ चाहिँ क्लिनिकल कुराहरू पढेको अथवा स्वास्थ्य चौकीमा अयब अनमी एचएहरू चाहिँ कस्तो हुन्छ भन्दा उहाँहरूले पढ्ने जनस्वास्थ्य कर्मी होइन, जनस्वास्थ्य क्षेत्रभित्रको विधा स्वास्थ्य कर्मी भन्छौँ, होइन, तर पढेको जनस्वास्थ्यको होइन। उहाँहरूले पढेको कुरामा चाहिँ के हुन्छ, उपचारात्मक पनि हुन्छ, होइन, रोगको निदात्मक क्षेत्र पनि हुन्छ, रोगको रोकथामको कुरा पनि हुन्छ, बेसिक कुराहरू। त्यसलाई अचेल हामी के पनि भन्ने चलन छ भन्दा अहिले चाहिँ आएर स्वास्थ्य चौकी भन्दा पनि आधारभूत स्वास्थ्य संस्था भन्ने चलन छ अहिले। त्यहाँबाट चाहिँ के हुन्छ भन्दा जुन नेपालको धारा 35 मा उल्लेख भएअनुसार चाहिँ जनतालाई आधारभूत स्वास्थ्य सेवा चाहिँ निःशुल्क रूपमा उपलब्ध गराउने भन्ने संविधान तत्त्व के अनुसार चाहिँ उपलब्ध गर्ने आधारभूत ठाउँ हो त्यो। अब जनस्वास्थ्य कर्मी भनेको अघि 4 पालिका भन्नुभएको थियो। अब यो नेपालमा भएको 753 पालिकाको संयोजक भनेर भन्छौँ नि, संयोजन गर्ने काम चाहिँ जनस्वास्थ्य कर्मीले गर्नुपर्छ भन्ने कुरा हो। किन भन्दाखेरि जनस्वास्थ्य कर्मीले चाहिँ योजना बनाउने तरिका पढेको हुन्छ, होइन, कसरी रोगहरूलाई रोकथाम गर्ने, कसरी रोगहरू आयो भने त्यसको नियन्त्रण गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू चाहिँ पढेको हुन्छ। र त्यो रोगहरू नियन्त्रण गर्न अथवा राज्यको नै स्वास्थ्य क्षेत्रलाई चाहिँ अझ स्पष्ट रूपमा भन्ने हो भने चाहिँ राज्यको स्वास्थ्य क्षेत्रलाई चाहिँ एकदमै राम्रो बनाउनको लागि चाहिँ कस्ता खालको नीति नियमहरू आउनुपर्छ, कस्ता कार्यान्वयनहरू गर्नुपर्छ, अथवा योजनाहरू के बनाउनुपर्छ भन्ने कुराहरू चाहिँ जनस्वास्थ्य क्षेत्रको विषय पढेको मान्छेले पढेकै हुन्छ हो। त्यो कुरा चाहिँ पढेकै अवधिमा केही काम पनि सिकेको हुन्छ र त्यो काम गर्नको लागि चाहिँ अब अहिले त यहाँलाई कुरा निक्लेकोलाई भन्नुपर्दा भनेपछि जनस्वास्थ्य कर्मीहरू चाहिँ कहाँ छन् भनौँ। अहिलेको जुन स्वास्थ्य क्षेत्रको संरचनाको कुरा गर्ने हो भने गभर्मेन्टको कुरा गरौँ पहिला। भनेपछि कुन क्षेत्रमा चाहिँ उनीहरू चाहिँ कार्यरत छन् अहिले? हजुर, यो साह्रै राम्रो प्रसङ्ग निकालिदिनु भयो यहाँले, होइन। यहाँलाई धेरै धेरै धन्यवाद। कस्तो भन्दाखेरि प्रत्येक पालिकामा एकजना जनस्वास्थ्य कर्मी हुनुपर्छ। अहिले नेपाल सरकारले चाहिँ यो चाहिँ संवैधानिक व्यवस्था छ। नेपाल सरकारले कोरोनाको समयमा त त्यो करारमै पठाइसकेको थियो। र अहिले एउटा अप्ठ्यारो के छ भन्दा पालिका वाइज नीति नियम बन्ने, प्रदेश वाइज नीति नियम बन्ने, केन्द्रको नीति नियम बन्ने हिसाबले गर्दा कुनै पालिकामा जनस्वास्थ्य कर्मी हुनुपर्छ भनेर सर्वे गरेर राखिसकिएको छ, कुनै पालिकामा राख्न बाँकी छ, प्रदेशले कुनैमा राख्दैछ, कुनैमा तोक्दैछ। तर हाम्रो भनाइ के हो भने एक पालिका हरेक पालिकामा पालिकाको जुन स्वास्थ्य शाखा छ, होइन, त्यो शाखामा चाहिँ एकजना चाहिँ जनस्वास्थ्य कर्मी हुनुपर्छ भन्ने कुरा हो। र त्यो देखिएको पनि छ, राम्रो नतिजाहरू आएको देखिएको पनि छ। कोरोनाको समयमा चाहिँ त्यो अवस्था पनि यसमा म अरू जोडुला, होइन। अब यसमा चाहिँ जस्तै अब स्वास्थ्य र जनस्वास्थ्यको कुरा गर्नुभयो, अब यो जनस्वास्थ्यको पहिला अध्ययन अध्यापनको कुरा पनि गरौँ, होइन। यो
यो के पढ्नुपर्छ यसमा? यसमा जनस्वास्थ्य भन्ने बित्तिकै कस्तो भन्दाखेरि एउटा चाहिँ हेल्थ साइन्सबाट गएकोले पाउने भयो होइन, नर्सिङबाट गएकोले पाउने भयो, अनि बायोलोजी साइन्स पढेकोले पाउने भयो। भन्नु खोजेको कस्तो भन्दाखेरि सर्टिफिकेट लेभल पढेको हुनु पऱ्यो विशेष गरी, तर सबै सर्टिफिकेट लेभल पढे पाएन। एउटा हेल्थ साइन्स त्यो भनेको एचए, ल्याब, रेडियोग्राफी लगायतका कोर्सहरू भयो होइन, त्यो एउटा पढेको हुनु पऱ्यो। अनि त्यहाँबाट नर्सिङबाट पनि जान पाइन्छ। अर्को चाहिँ +2 साइन्स बायोलोजी पढेको हुनु पऱ्यो। अनि त्यहाँबाट कमन इन्ट्रान्स जुन मेडिकल एजुकेसन कमिसनले अब साइन्स पढेकाहरू त सबै अब डक्टर नै बन्ने चाहना हुन्छ नि अधिकतरको होइन, सबैको डक्टर इन्जिनियर बन्ने चाहना हुन्छ। म्याथमेटिक्स लिएर पढाहरू के अरे फिजिकल ग्रुपवालाहरू चाहिँ सब इन्जिनियर बन्ने, उता बायोलोजिकल ग्रुपवालाहरू चाहिँ डक्टर बन्ने चाहना त हुन्छ नि होइन, चाहना त हुन्छ। तर यो जनस्वास्थ्यको फेरि यो छुट्टै भयो नि त। हजुर हजुर यस्तो हुन्छ, अब डाक्टर पढ्न चाहना भएकोले डाक्टरको लागि इन्ट्रान्स दिने भयो होइन, जुन चिकित्सा शिक्षा आयोगले नै इन्ट्रान्स दिनुपर्छ। अनि त्यहाँबाट पब्लिक हेल्थ पढ्ने इन्ट्रेस्ट भएको मान्छेले अर्को यो दुईवटा मात्रै छैन नि त, फिजियोथेरापी छ होइन, ब्याचलर लेभलको फार्मेसी छ, ब्याचलर लेभलको भनेको ब्याचलर लेभलको थुप्रै कोर्सहरू छन्। अब यहाँ नेपालमा चाहिँ कस्तो भन्दाखेरि अब पब्लिक हेल्थको पढाइ भयो होइन, पब्लिक हेल्थको पनि छ होइन। मैले यहाँलाई के बुझाउन चाहेँ भन्दाखेरि नेपालमा चाहिँ के छ भन्दाखेरि डाक्टर भनेपछि अलिक फरक खालको सोच्ने चलन छ नि त। तर साधारणतया के हो भन्दाखेरि चाहिँ ब्याचलर लेभलको कोर्स हो त्यो। अब ब्याचलर लेभल कोर्स पढ्नको लागि चाहिँ +2 बायोलोजी गए पछाडि डाक्टर पनि पढ्न पाइयो, उता पब्लिक हेल्थ पनि पाइयो, बिएससी नर्सिङ पनि पाइयो होइन। अनि त्यहाँबाट फार्मेसी पनि पाइयो, चाहिँ बिपिएच भन्छ हजुर, सर्टमा चाहिँ बिपिएच हजुर, ब्याचलर पढ्नलाई बिपिएच भन्यो। अब मास्टर लेभलको त्यो जस्तै अब फिजिसियन, सर्जन भने जस्तो, एमडी भने जस्तो चाहिँ मास्टर लेभलको। अनि उनीहरूको पढाइ भन्दा यो तपाईँहरूले पढेको चाहिँ यो बिपिएच एमपिएच जुन हुन्छ नि, यो चाहिँ कतिको पृथक चाहिँ हुन्छ, यसमा चाहिँ के पढाइ हुन्छ त्यसमा? अब यसमा कति राम्रो कुरा निकाल्नुभयो यहाँले। यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब डाक्टर भन्ने बित्तिकै बिरामी जाँच्नेतिर पढ्ने भयो होइन, पब्लिक हेल्थ भन्ने बित्तिकै बिरामी हुनेबाट रोक्ने भनेर पढ्ने भयो कि, डाक्टर भन्ने बित्तिकै अब कस्तो खालको समस्याहरू हुन्छ, कसरी पत्ता लगाउने समस्या, त्यो समस्याको औषधि के दिने, अपरेसन गर्नुपर्छ कि पर्दैन, अरू के चाहिन्छ भन्ने पढाइ हुन्छ भने जनस्वास्थ्य भन्ने बित्तिकै कस्ता रोगहरू के कारणले लाग्छन्, ती रोगबाट बच्न के गर्नुपर्छ होइन, कस्ता खालका योजनाहरू ल्याउनुपर्छ, कति सर्ट टर्म योजना, अब सर्ट टर्म प्लानहरू हुन्छन् होइन, छोटो अवधिको योजनाहरू चाहिन्छ कि लामो अवधिको योजनाहरू चाहिन्छ कि, ती लागू गर्नको लागि नीति कस्तो हुनुपर्छ, त्यतातिर चाहिँ जनस्वास्थ्यकर्मी जाने हो पढाइमा चाहिँ। नीति बनाउने किसिमको भयो चाहिँ, नीति बनाउने, प्लानिङ बनाउने, त्यसलाई कार्यान्वयनमा जाने होइन भन्ने कुरा चाहिँ जनस्वास्थ्यतिर पढ्ने भयो होइन। बिरामी हुनबाट बचाउन चाहिँ, मान्छेलाई बिरामी हुनबाट बचाउन चाहिँ अथवा स्वस्थ मान्छेलाई कसरी स्वस्थ राख्ने भन्ने कुरा चाहिँ जनस्वास्थ्यतिर भयो। अब स्वस्थ मान्छे बिरामी भयो भने कसरी ठिक पार्ने भन्ने चाहिँ डाक्टरी लाइनतिर भयो। त्यसरी समग्रमा त्यसरी बुझ्दा हुन्छ, त्यसो बुझ्दा हजुर हजुर। अनि यो अब त्यो पढिसकेपछि हजुर स्कोप के छ नेपालमा यसपछि? जनस्वास्थ्यको भन्नुभयो नि त। अब जनस्वास्थ्य क्षेत्रको स्कोपलाई हेर्ने पहिला नेपाल सरकारको कुरा गरौँ होइन। अघि मैले यहाँलाई जोडेको थिएँ, फेरि प्रसङ्ग जोड्न चाहेँ मैले। एक पालिका एक जनस्वास्थ्यकर्मी हुनुपर्छ भन्ने मान्यता हो र नेपाल सरकार त्यसलाई अङ्कित गर्दै लगी पनि रहेछ, अगाडि बढाइ पनि रहेछ। तर तुरन्त लागू हुन अब धेरै कुराहरूले पाइरहेको छैन। किन त्यस्तो हुनुपर्ने त भन्दाखेरि चाहिँ जनस्वास्थ्य क्षेत्र पढेको मान्छेले चाहिँ के काम गर्ने भन्ने कुरा विशेष गरी हुने भयो नि त होइन। त्यसले गर्दा यहाँलाई मैले के अनुरोध गरेँ भने यो स्कोप हेर्ने हो भने चाहिँ प्रत्येक पालिकामा एकजना, कम्तीमा एकजना संयोजक हुने नै भयो। अब अहिले नयाँ बन्यो होइन, नयाँ चाहिँ एउटा तपाईँहरूले यो भन्नु न, अब यो चाहिँ हुन लागेको छ भन्ने कुरा हो। काहीँ छ, काहीँ हुन लाग्छ, त्यसले गर्दा त्यो हुनुपर्दो रहेछ कुरा गरिदियो भने त्यो कस्तो थियो, अब चाहिँ अबका स्ट्र्याटेजीहरू के छन्? हजुर, यो अगाडि कुरा गर्दाखेरि चाहिँ पहिला यहाँहरूलाई जानकारी भएको चाहिँ एउटा जनस्वास्थ्य कार्यालय भनेर थियो पहिला होइन, जिल्ला प्रत्येक जिल्लामा थियो। त्यहाँको हाकिम भनेको चाहिँ जनस्वास्थ्य पढेको मान्छे हुनुपर्छ र थियो पनि पहिला त्यस्तो होइन। अब अहिले पिएचओ भन्ने हजुर हजुर, एउटा समयमा के थियो भन्दा नेपालमा जनस्वास्थ्यको पढाइ कमी थियो, जनस्वास्थ्य पढेका मान्छेहरू कम उत्पादन हुन्थ्यो, त्यसले गर्दा फरक विधाका मान्छेहरू लगेर राख्ने चलन थियो केही समय तालिम दिएर। तर पछि गएर बिस्तारै फर्दर स्टडी अथवा अन्य पढाइ पढ्नुपर्नेमा चाहिँ जनस्वास्थ्य पढेका मान्छेहरू आउनु थालेको र अहिले आएर के भयो भन्दाखेरि चाहिँ जनस्वास्थ्यलाई चाहिँ स्वास्थ्य कार्यालय बनाइएको छ धेरैवटा जिल्लामा, धेरैवटा प्रदेशमा। कुनै प्रदेशमा फेरि जनस्वास्थ्य पनि बनाइएको छ। अब अहिले संहितामा गइसकेपछि आफ्नो पहिला पनि कुनै ठाउँमा स्वास्थ्य नै थियो, हजुर हजुर, जिल्ला स्वास्थ्य कार्यालय नै थियो होइन, हजुर, त्यो अन्तर्गत चाहिँ अब अस्पताल र जनस्वास्थ्य कार्यालय थियो। पहिला जिल्ला स्वास्थ्य कार्यालय भएकोमा चाहिँ पहिला चाहिँ के थियो भने एउटा अस्पताल थियो, अर्को एउटा जनस्वास्थ्य कार्यालय भनेर थियो होइन। अब अहिले पछि आएर चाहिँ अस्पतालहरू बेग्लै बनाएको छ अनि स्वास्थ्य कार्यालयहरू बेग्लै बनाएको छ। स्वास्थ्य कार्यालयको लिडरसिप लिने काम चाहिँ अथवा नेतृत्व लिने काम चाहिँ जनस्वास्थ्य कर्मीको हुन्छ। त्यसरी नै हजुर पब्लिक हेल्थ अफिसर भन्ने चलन थियो नेपाल सरकार कुरा गर्दाखेरि होइन। अब अहिले आएर चाहिँ के छ भन्दा त्यो त्यही बेलामा पनि र अहिले पनि पहिला क्षेत्रीय निर्देशनालयहरू थियो, अहिले अब के अरे प्रदेश स्वास्थ्य निर्देशनालय भनेर छ होइन। त्यहाँको नेतृत्व पनि जनस्वास्थ्य कर्मीले गर्नुपर्छ प्राय होइन, प्रदेशको पनि। किन त्यस्तो भन्दाखेरि चाहिँ अघि मैले यहाँलाई भने नि कसले गर्न पाउनुपर्छ पाउनु पर्दैन भन्दा पनि कसले के सिकेको छ भन्ने कुरा हो कि
जस्तै के अरे जनस्वास्थ्य पढेको मान्छेले बिरामी जाँच्न मिल्दैन नि त, त्यो पेसा पनि होइन नि त होइन। अब बिरामी जाँच्ने मान्छेले जनस्वास्थ्य क्षेत्र काम गर्न मिलेन। अब दुइटै पढेको छ भने दुइटै पढेको हुनसक्छ, फेरि डाक्टर पढेकोले पब्लिक हेल्थ पढेको हुनसक्छ, पब्लिक पढेकोले डाक्टर पढेको हुनसक्छ। त्यस्तो पढेकोमा चाहिँ दुईवटा उदाहरणमा लिएको मैले, त्यस्तो पढेको भने ऊ केमा नियुक्ति पाएको छ, बिरामी जाँच्नमा नियुक्ति पाएको छ भने बिरामी जाँच्न पऱ्यो, फाइदा त भयो बिरामीलाई, पब्लिक हेल्थ पनि पढेको हुन्छ नि त होइन, फाइदा बिरामीलाई हुन्छ। तर नियुक्ति डाक्टरको पाएको छ भने बिरामी जाँच्ने काम गर्नु पऱ्यो। अब नियुक्ति फेरि जनस्वास्थ्य क्षेत्रको पाएको छ भने त प्रशासन काम गर्नु पऱ्यो नि त होइन। रोग लाग्न नदिनको लागि के गर्न सकिन्छ, कस्ता योजनाहरू बनाउने हो, कस्ता नीतिहरू बनाउने भन्ने कुरालाई त अगाडि बढाउनु पऱ्यो नि त। यो हिसाबले स्कोपलाई हेर्दाखेरि एउटा स्वास्थ्य कार्य कुरा भयो होइन। अब अहिले आएर स्वास्थ्य कार्य जिल्लामा छ, निर्देशनाले कुरा गरेँ मैले यहाँलाई होइन, केन्द्रमा छ, मन्त्रालयहरूमा छ। किन मन्त्रालयहरूमा यहाँले हेर्नुभयो भने स्वास्थ्य मन्त्रालयमा गएर हेर्ने हो भने नीति तथा योजना महाशाखा भन्ने हुन्छ, त्यहाँ भनेको जनस्वास्थ्य कर्मी नेतृत्व लिनुपर्छ। किन नीति तथा योजना भन्ने बित्तिकै कामै उसले पढेकै उसले हुन्छ कि, जसले जे पढ्यो त्यो दिने हो नि त काम त होइन। जस्तै उदाहरणको लागि म्याथ पढेको मान्छेलाई कम्प्युटर कुरा गर्न लगायो भने त अलिअलि जानेको हुन्छ होला, प्र्याक्टिस गरेको हुन्छ होला, तर त्यसमा त राम्रो सेवा हुँदैन नि होइन। त्यसले गर्दा जे पढेको त्यो गर्न लगाउनु पर्छ। अर्को कुरा के छ भन्दाखेरि चाहिँ अब जनस्वास्थ्य क्षेत्र कुरा यो त रह्यो, सरकारी क्षेत्रमा कुरा गऱ्यो भनेपछि तपाईँको भनाइ अनुसार जस्तै अब हुन त कोही साइन्स पढ्यो भने इन्टरमिडिएट पढिसकेपछि उनीहरूको इच्छा हुन्छ कि डक्टर नै बन्नु होइन। अब यदि त्यसमा सफल भइएन भने कुनै कारणले भनेपछि ऊ चाहिँ बिपिएसतिर जान पायो होइन, बिपिएसतिर जान पायो, एमपिएस पढ्न पाइयो, त्यो एउटा विकल्प छ। यो विकल्प रूपमा पनि लिन सक्छ। प्लस टूबाटै एमपिएच जान चाहिँ पाइँदैन, पहिला त ब्याचलर पढ्नै पऱ्यो, मास्टर पढ्न ब्याचलर पढ्नै पऱ्यो। तर एउटा प्रसङ्ग यहाँलाई इन्टरमिडिएट पछि ब्याचलर पढ्नु पऱ्यो। हजुर ब्याचलर त्यो तपाईँले भनेको एकदम राम्रो कुरा हो। अब तर एउटा यसलाई प्रसङ्ग के अलिक रमाइलो तरिकाले के जोडौँ भन्दा डाक्टरको इन्ट्रेस्ट भएको मान्छेले डाक्टर पढ्न पाएन भने पब्लिक हेल्थमा जाने भन्ने कुरा आयो नि। अब कहिलेकाहीँ त्यस्तो पनि होला कि पब्लिक हेल्थ पढ्ने इन्ट्रेस्ट भएको मान्छेले पब्लिक हेल्थ पढ्न नपाएर डाक्टरमा जाने पनि त हुनसक्छ, किनभने एउटै हो नि त, ढोका त एउटै भएखेरि ढोकाबाट छिरेपछि कता जाने भन्ने मात्रै हो कि। त्यो चाहिँ अब विद्यार्थीको इच्छा अनि आवश्यकता अनुसार भएर अब तपाईँले भनेको हो यसको त अब सरकारी क्षेत्रको कुरा तपाईँले गर्नुभयो, यसको स्कोप चाहिँ यहाँ छ। सरकारी क्षेत्रहरूमा जनस्वास्थ्य कार्यालयहरू छ जिल्ला-जिल्लामा, त्यहाँ चाहिँ दरबन्दी हुन्छ। त्यसपछि पालिकाको कुरा तपाईँले गर्नुभयो, त्यहाँबाट एउटा स्ट्राटेजी ल्याइएको छ, त्यहाँ पनि दरबन्दी राख्ने भन्ने कुरा भयो। त्यसपछि प्रदेशका अरू निकायहरूमा होइन निर्देशनालयमा भयो, मन्त्रालय भयो, त्यहाँ चाहिँ उनीहरूको चाहिँ दरबन्दी छ भन्ने कुरा भयो। अरू चाहिँ यो प्राइभेट सेक्टरहरूमा अब यो सरकारी कुरा भयो, मैले यहाँ जोड्न चाहेँ किन प्राइभेटमा चाहिँ यहाँले भनेपछि प्राइभेट भन्दाखेरि दुईवटा कुरालाई एउटा तर यसो हेर्दाखेरि न्यून दरबन्दी देखियो नि त होइन। जस्तै जिल्लामा अब एकजना के अरे बिपिएच पढेको या एमपिएच पढेको भए पुग्ने भयो। हजुर 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 यहाँले भनेको कुरा ठिक हो। म एउटा प्रसङ्ग पहिला यो एनजिओ जोड्छु अनि दरबन्दी कुरा थोरै यहाँलाई जोड्न चाहेँ भने प्राइभेट भन्दा पनि कस्तो भन्दाखेरि सङ्घ संस्थाहरू जुन चलाइरहेछन् त्यहाँ पनि जनस्वास्थ्य कर्मी चाहिन्छ। यहाँलाई आजको यो टिभीबाट एउटा कुरा के उद्घोष गर्न चाहेँ भने नेपालमा यस्तो खालको अभ्यास छ कि एनजिओ आइएनजिओमा चाहिँ आर्ट्स पढेको, कमर्स पढेको अथवा पब्लिक हेल्थ पढेको भयो हुने भनेर विज्ञापन माग्ने चलन छ क्या। त्यो बिल्कुल गलत हो। कसरी गलत हो भन्दाखेरि पोषणको काम गर्ने मान्छे त जनस्वास्थ्य कर्मी चाहियो नि त। तर अब के अरे अर्को मेरो बुझाइ र मेरो भनाइ के हो भन्दा के काम गर्ने हो त्यो अनुसार चाहिँ त्यहाँ आवश्यकता माग्न पऱ्यो क्या। अब आर्ट्स भएन नि, कमर्स भएन नि, एजुकेसन भएन नि, पब्लिक हेल्थ भएन नि, यो त कस्तो खालको भयो होइन। पोषण काम गर्ने नि पब्लिक हेल्थ चाहियो। शिक्षकमा चाहिँ पब्लिक हेल्थ माग्न मिल्दैन नि त। शिक्षकमा त एजुकेसनै पढेको मान्छे चाहियो नि, शिक्षै पढेको मान्छे चाहियो नि। त्यसो भए के अब पछि कुनै बेलामा चाहिँ शिक्षकमा पनि के अरे स्वास्थ्य शिक्षक भनेर एजुकेसन पढेको अथवा पब्लिक हेल्थ पढेको भनेर माग्ने त त्यो हुँदैन। त्यति बेला यदि पब्लिक हेल्थलाई शिक्षक बनाउने भने हामी त्यसको विरोध गर्छौँ। भन्न खोजेको के भन्दा जे कुरा चाहिएको त्यसमा माग्नु पर्यो। अब एनजिओ आइएनजिओ पनि छ स्वास्थ्य कर्मीहरूको होइन। अब प्राइभेटमा अझ यहाँलाई अर्को जानकारी गरौँ, जनस्वास्थ्य मैत्री अस्पतालहरू निर्माण गर्ने हो भने त्यहाँ अस्पतालमा पनि चाहिन्छ। अहिले हाम्रो भनाइ के जनस्वास्थ्य मैत्री अस्पताल भने के हो? हजुर अब यो अस्पतालमा चाहिँ यहाँले हेर्नुभएकै छ होइन। अस्पतालमा गयो भने मलाई लाग्छ त्यही अस्पतालबाट रोग बोकेर मान्छे उपचार गर्न आएको नि त रोग बोकेर गइरहन्छ कि मान्छे। कसरी भन्दा भिड हुन्छ, लाइन लागेको हुन्छ, व्यवस्थित हुँदैन होइन। अनि त्यहाँ चाहिँ विभिन्न खालको तथ्याङ्कहरू हुन्छन्, ती तथ्याङ्कलाई व्यवस्थित गरेर हुँदैन। अनि उपचारको क्रममा आएका बिरामीहरूको व्यवस्थापन राम्ररी भएको हुँदैन, काउन्सिलिङ राम्ररी भएको हुँदैन। अनि अघि तथ्याङ्क कुरा गरेँ नि, त्यो अस्पतालमा आएको तथ्याङ्कहरू राज्यसँग कनेक्सनै भइरहेको नभइरहेको पाइन्छ नेपालको अस्पताललाई हेर्ने हो भने। प्राइभेट अस्पतालहरूले पनि सेवा दिइरहेछ, त्यहाँ पनि खोप केन्द्र हुन्छ, उहाँले रिपोर्टिङ त गरिरहेको हुन्छ तर व्यवस्थित गरिरहेको हुँदैन। त्यो कुराको लागि चाहिँ जनस्वास्थ्य क्षेत्रको हिसाबले हेर्ने हो भने त्यहाँ अस्पतालबाट पनि रोगहरू लिएर जान भएन। कोही त निरोगी व्यक्ति जस्ट आफ्नो शारीरिक चेकअपको लागि पनि आएको हुन्छ नि त। उसले त्यो भिडभाडबाट चाहिँ टिबी लागेको मान्छे लाइनमा छ भने त टिबी त सर्यो नि, त्यसको जिम्मेवारी लिने कसले होइन। त्यसो भने रोग लाग्नबाट रोकथाम गर्ने खालको। अर्को चाहिँ कस्तो भन्दाखेरि त्यो अस्पतालबाट पाएको सेवा पाएको बिरामीहरू त राज्यको जनता हो नि त।
त्यो जनताहरूले कति सेवा पायो, कस्तो खालको सेवा पायो भन्ने तथ्याङ्क त राज्यले राख्न पाउनु पर्यो नि, राज्यले राख्नु पर्यो नि। त्यसको लागि चाहिँ विशेष खालको व्यवस्था गर्नको लागि जनस्वास्थ्य मैत्री अस्पताल हुनुपर्छ भन्ने खालको पनि एउटा मागहरू गरिरहेको छौँ हामीले। तपाईँहरूको माग छ, नेपाल जनस्वास्थ्य सङ्घको माग छ। नेपाल जनस्वास्थ्य सङ्घमा अहिले अब यहाँलाई भन्दाखेरि जनस्वास्थ्य मैत्री अस्पताल हुनु पर्छ। हजुर हजुर। त्यो अस्पतालको काम कर्तव्य भन्यो भने के हुन्छ, 1 2 3 भन्नुभयो भने? अब यो साधारण कुरा छ। अघि यहाँलाई भने मैले जनस्वास्थ्य कर्मीले गर्ने काम के त भन्दाखेरि रोग लाग्नभन्दा लाग्न नदिने बाटोलाई काम गर्ने भयो। त्यसमा के भन्दाखेरि अस्पतालमा कुनै एउटा बिरामी आइसकेपछि त्यो रेकर्ड राख्ने त होला नि, रेकर्ड राख्न पर्यो। नेपाल सरकारले चलाएका राष्ट्रिय स्वास्थ्य मैले यो हिसाबले सोध्न खोजेँ कि त्यो अस्पताल भन्ने शब्द जोडियो नि त। हजुर हजुर। त्यहाँ उपचार अब यहाँ कति राम्रो कुरा यहाँले भन्नुभयो, त्यहाँ उपचार गर्ने हो कि मात्रै अस्पतालहरूले गरेका कामको रेकर्डहरू राख्ने, उनीहरूले सेवा पाए कि पाएनन्, बिरामीहरूले होइन कस्तो सेवा पाए, के समस्या पर्यो, यावत कुराहरू मात्रै रेकर्ड राख्ने हो त्यहाँ कि त्यहाँ उपचार नै गर्ने हो? होइन, एउटा काम हो त्यो रेकर्ड राख्ने। त उपचार गर्ने काम जनस्वास्थ्य कर्मीको होइन, यहाँलाई म स्पष्ट पारौँ। अस्पतालमा हजुर, अस्पतालमा त डाक्टरले उपचार गर्ने हो, प्यारामेडिकले उपचार गर्ने, तर एउटा कुरा कस्तो भने राष्ट्रिय स्तरमा चलेका कार्यक्रमहरू पनि ती अस्पतालमा चल्छ। उदाहरणको लागि खोप कार्यक्रम चल्छ, के अरे आमा शिशु कार्यक्रम चल्छ होइन, यस्ता थुप्रै कार्यक्रमहरू छन् राष्ट्रिय स्तरमा चल्ने। ती कार्यक्रम त्यहाँ चल्दै गर्दाखेरि ती कार्यक्रमका व्यवस्थापन लगायत अस्पतालको रेकर्डिङको लागि त जनस्वास्थ्य कार्यालय छँदैछ जिल्ला जिल्लामा होइन? एउटा जिल्लाले सबै पालिका सबै प्राइभेट अस्पताल कहाँ हेर्छ? त्यसको लागि त तपाईँले भनिहाल्नु, एउटा जनस्वास्थ्य कार्यालय छ जिल्लामा होइन, त्यसपछि पालिकामा राख्ने कुरा छ होइन, होइन जनस्वास्थ्य कर्मी राख्ने कुरा छ नि त होइन? यहाँले भनेको कुरा एकदम सही छ। अस्पताल पनि चाहियो, अस्पताल छँदैछ अहिले नै। अस्पताललाई व्यवस्थित गर्नको लागि पनि जनस्वास्थ्य मैत्री अस्पताल त्यही अस्पताललाई बनाउने हो नि, नयाँ अस्पताल खोल्ने होइन। त्यही अस्पतालमा चाहिँ 1 जना 2 जना जनस्वास्थ्यको मान्छेहरू राखिदियो भने त्यो कुरा बन्छ, त्यसमा समस्या छैन। त्यही अस्पतालमा चाहिँ एउटा शाखा जस्तो एउटा चाहिँ चाहियो भने हजुर हजुर, छुट्टै अस्पताल होइन, जरुर छैन छुट्टै। किनभने छुट्टै अस्पताल हुने बित्तिकै फेरि त्यही चिज हो नि त, डाक्टर चाहियो, नर्स चाहियो, प्यारामेडिक्स चाहियो होइन, सहयोगीहरू चाहियो, गार्ड चाहियो। एउटा जनस्वास्थ्य मैत्री एउटा शाखा चाहिँ खुलोस्, शाखा खुलेर जनस्वास्थ्य क्षेत्र गर्ने कामहरू चाहिँ सहकार्य गरेर समग्र रूपमा काम गरेर राज्यको स्वास्थ्यको तथ्याङ्कहरूलाई चाहिँ अझ त्यो त अहिले पनि रेकर्ड त राखिरहेछ नि होइन सरकारले? छ, तर कस्तो छ भन्ने कुरा हो नि त। रेकर्ड अस्पतालमा कति बिरामी आए, कतिले उपचार पाए, के पाए, कस्तो पाए, हरेक किसिमको त रेकर्ड त राख्दै। तपाईँलाई एउटा उदाहरण मात्रै दिन्छु म होइन, रेकर्ड छ, सब चिज हुन्छ त्यो, त्यसमा दायाँ बायाँ कुरै भयो। तर अस्पतालको नाम चाहिँ के हुन्छ, XYZ अस्पताल अनि अनुसन्धान केन्द्र भनेर हुन्छ होइन, अनुसन्धानको पनि भएको हुँदैन त्यहाँ। हो त्यस्तो कामहरू चाहिँ डाक्टरहरूले पनि गर्नुहुन्छ, तर उहाँहरूले मात्रै गरेर सम्भव छैन। त्यसले गर्दाखेरि जनस्वास्थ्य क्षेत्रका मान्छेहरू सँगै भए भने अझ राम्रो सेवा हुनसक्छ भन्ने मान्यता हो। अनि यो माग जनस्वास्थ्य सङ्घको भन्दा पनि अहिले म चाहिँ भर्खरै यो वैशाख 29 गतेबाट नेपाल जनस्वास्थ्य सङ्घ केन्द्रीय महासचिव भयो र अहिले दुईटा मागलाई विशेष गरी जोड दिएर गइरहेछौँ अहिले हामी। र जनस्वास्थ्य सङ्घमा मिटिङ हुन बाँकी छ, अफिसियल्ली बनाउन बाँकी छ, तर म एज अ महासचिव पहिलादेखि काम गरिरहेको, म त्यहाँको आजीवन सदस्य हो। त्यो हिसाबले चाहिँ एक पालिका 1 जनस्वास्थ्य कर्मी अनि हरेक 25 बेड अस्पतालभन्दा माथिको अस्पतालमा चाहिँ जनस्वास्थ्य मैत्री अस्पताल हुनुपर्छ भन्ने चाहिँ हामी माग राखेर अगाडि बढ्न गइरहेका छौँ। अरू चाहिँ एउटा अघि मैले सोधेको थिएँ हजुरलाई, जुन स्कोपको कुरा गर्नुभयो जनस्वास्थ्य कर्मीको एउटा सरकारीको तपाईँले भनिहाल्नु, सरकारमा चाहिँ यहाँ चाहिँ 6 स्कोप होइन, अर्को चाहिँ प्राइभेट सेक्टर। हजुर, प्राइभेट सेक्टर अघि पनि जोडेँ मैले, एउटा प्राइभेटको अस्पताल कुरा भयो एउटा होइन, किनभने तपाईँ कोही मेडिसिन पढेर आयो भने सरकारीतिर भएन भने प्राइभेटतिर, अलि प्राइभेटतिर बढी आकर्षण पनि हुन्छ होइन, प्राइभेट अस्पतालतिर जाउँ, अझ क्लिनिक नै खोलौँ भने आकर्षण चाहिँ बढी हुन्छ होइन। तर यो चाहिँ जनस्वास्थ्य पढेको, जनस्वास्थ्य ब्याचलर गरेको, मास्टर गरेको चाहिँ जनस्वास्थ्य कर्मीहरू चाहिँ के गर्ने भन्ने कुरा हो नि त। सरकारीतिर मात्रै बढी राम्रो छ, प्राइभेटतिर के छ? अब यस्तो अघि मैले सरकारी कुरा भएको, प्राइभेटको कुरा मैले अस्पताल कुरा पनि गरेँ एउटा होइन, अर्को एनजिओ आइएनजिओहरू कुरा गरेँ मैले अघि। एनजिओ आइएनजिओ स्वास्थ्य सम्बन्धी काम गर्ने एनजिओ आइएनजिओहरूले जनस्वास्थ्य क्षेत्रकै मान्छे चाहियो। अब स्वास्थ्य सम्बन्धी काम गर्दा क्लिनिकल काम गर्ने एनजिओ छ भने त्यहाँ प्यारामेडिक्स अथवा डाक्टर चाहियो होइन, अथवा नर्स चाहियो होला। तर जनस्वास्थ्यको जुन राष्ट्रिय स्वास्थ्य प्रोग्रामहरू हाम्रो जुन छ त्यो लागु गर्नलाई जनस्वास्थ्य कर्मी चाहियो, त्यहाँ पनि जनस्वास्थ्य कर्मी चाहियो। तपाईँलाई एउटा म रमाइलो प्रसङ्ग यहाँ सुनाउन चाहेँ एउटा होइन, जस्तै उदाहरणको लागि यहाँलाई पनि थाहा चाहिन्छ होला, अहिले चाहिँ उदाहरणको लागि 100 बेड को अस्पताल बनाउनको लागि, भवन निर्माण गर्नको लागि चाहिँ त्यहाँनिर पहिला स्वीकृति लिनुपर्छ। त्यो स्वीकृति लिनुको लागि चाहिँ के हुन्छ भन्दाखेरि EIA भनेर इन्भाइरोमेन्ट एसेसमेन्ट गर्नुपर्छ कि त्यो इन्भाइरोमेन्ट एसेसमेन्ट गर्ने बेलामा त्यहाँ पब्लिक हेल्थको ओपिनियन चाहिन्छ। यो अस्पताल, यो 100 बेडको अस्पतालको भवनको लागि चाहिँ स्वास्थ्यको हिसाबले ठिक छ कि छैन भनेर त्यहाँ त छ जनस्वास्थ्य कर्मीको यो माग होइन, आवश्यकता छ भने अलि पछि त हामीले प्रत्येक घर त स्वास्थ्य मैत्री घर त हुनु पऱ्यो नि त। स्वस्थ घर मैत्री घर भएन भने मान्छे त्यो घरमा बसेर स्वस्थ हुनै सक्दैन। त्यसको लागि त इन्जिनियरिङ पेसामा काम गर्ने साथीहरूले पनि जनस्वास्थ्यको सहयोग लिनुहुन्छ अहिले पनि।
त्यसो भने त त्यहाँ पनि आवश्यकता छ नि त, यो त कम देखिरहेको आवश्यकता होइन। अब यहाँलाई के भन्न चाहेँ मैले भन्दा जनस्वास्थ्य क्षेत्रको आवश्यकता चाहिँ प्रत्येक व्यक्तिमा छ। प्रत्येक स्वस्थ व्यक्तिलाई स्वस्थ रहनको लागि जनस्वास्थ्य क्षेत्रको आवश्यकता छ भनेपछि प्रत्येक व्यक्तिको लागि प्रत्येक व्यक्ति राख्ने कुरा त भन्ने त भएन। तर क्लस्टर, त्यही कारणले त प्रत्येक पालिकामा एकजना जनस्वास्थ्य कर्मी चाहियो नि। त्यही कारणले त अस्पताल जनस्वास्थ्य मैत्री अस्पताल चाहियो नि। त्यही कारणले त जनस्वास्थ्य क्षेत्र काम गरेकै मान्छेहरू चाहिँ एनजिओ आइएनजिओ स्वास्थ्यको काम गर्ने एनजिओ आइएनजिओमा चाहियो नि। त्यसले गर्दाखेरि यो जनस्वास्थ्य क्षेत्रको चाहिँ कता कता छ भन्दा पनि एकदमै धेरै छ, तर हामी नेपालमा प्रयोगमा कम ल्याएका छौँ। त्यो अब बढाउनुपर्छ। अब अलिक खोपको कुरा गरौँ। यो जनस्वास्थ्य कर्मीसँग अब जोडिएको विषय उनीहरूले चाहिँ इम्प्लिमेन्ट गर्ने कुरा हो होइन। उनीहरूले चाहिँ अब यसलाई चाहिँ कार्यान्वयन तहमा लैजाने कुरा हो होइन। खोपको विषयको कुरा गर्दा भने यो खोपको विषयमा बेला बेलामा विभिन्न किसिमको कुराहरू पनि आइरहन्छ होइन। अलि नकारात्मक कुरा पनि आउने गरेको छ। सकारात्मक बढी नकारात्मक चाहिँ कहिलेकाहीँ देखिन्छ होइन। के भन्नुहुन्छ तपाईँ, नेपालमा जे जति खोप लागू भइरहेका छन् होइन, जे जति भइरहेका छन् त्यो चाहिँ सबै एकदम सही हो, त्यसमा अझै सुधार गर्नुपर्ने आवश्यकता छ या के छ, या खोपको पहुँचको कुरा हुन सक्ला? पहुँच, जनताको पहुँच चाहिँ कतिको छ होइन, सरकारको जुन लक्ष्य छ त्यो चाहिँ पुरा कतिको भइरहेको छ होइन। किनभने हात्ती पाइलेको कुरा गर्ने भने औषधि खुवाउने कुरा हो त्यो होइन, औषधि खुवाउनु पर्ने अवस्था छ। अब खोपको कुरा गर्दा यहाँले जोडेको प्रश्न, खोपलाई गलत छ भन्ने कुरै छैन। खोप नआएको भए हामी कोरोना पछाडिको यो अवस्था हुन्थ्यौँ त भन्ने प्रश्न हामी हेर्नु। यति छिटो खोप आयो नेपालमा कि त्यो सोचेको हामी मलाई त लाग्छ म जनस्वास्थ्य कर्मी भएको हिसाबले त्यति छिटो खोप लगाउनु पाइला भने सोचेको पनि थिएन। अब त्यति छिटो आएकोले गर्दा मान्छेलाई विश्वासै भएन कि यो त टेस्ट गर्न ल्याएको रे केही खोप भएर हामी बाँचिरहेछौँ अहिले। हामी जस्तै कति नेपालीले कति मान्छेले ज्यान गुमाउनु पर्यो नि त होइन। यो त यस्तो छ, कुनै पनि कुरा गर्दाखेरि यो त तपाईँले भन्ने कुरा कस्तो हो भन्दाखेरि कुनै पनि कुरा आइसके पछाडि एउटा भनाइ पनि छ नि, के अरे कुम्भकर्ण कहिले पनि दोष हुँदैन अरे के। काम गर्ने मान्छेलाई केही न केही दोष हुन्छ अरे, जो सुतेर बस्छ उसको केही पनि दोष हुँदैन अरे। भन्न खोजे के भन्दाखेरि कुनै पनि कुरा आइसकेपछि त्यसको रिसर्च त प्रत्येक चरण चरणमा हुन्छ नि त, अध्ययन त अनुसन्धान त चरण चरणमा हुन्छ नि त। त्यो हुने क्रमहरूमा केही कुरा भेटिएको केही कुरा देखिएको हुनसक्छ। तर खोप त गलत होइन भनेर किन होइन भन्दा यदि त्यो खोप थिएन भने त तपाईँ हामी नै अहिले रहन्थ्यौँ नि। यो खोपको व्यवस्थापन गर्ने काम त सबै मिलेर गरेको हो नि त होइन। अब यही खोप कुरा गर्दा तपाईँले भनेको नेपालको लक्ष्यअनुसार प्राप्तिमा सबैको धेरै प्रकारका खोपहरू छन्। ती खोपहरूको लक्ष्य प्राप्ति क्रमगत रूपमा बढ्दैछ, त्यो भनेको सकारात्मक हो। तर केही प्रदेशहरूमा कम छ, केही प्रदेशहरूमा पुगिरहेछ लक्ष्य होइन। अब यहाँलाई म के भन्न चाहेँ भन्दा त्यो चाहिँ ठ्याक्कै यही मान्छेले गर्दा भएको भनेर भन्न मिल्दैन। यो भनेको टिमवर्क हो। व्यवस्थापन गर्ने कुरामा जनस्वास्थ्य कर्मी लिड लिएको होला। अब अहिले फेरि टिबीको पनि ट्युबरकुलोसिसको पनि अब खोप ल्याउने कुरा पनि चलिरहेको छ नेपालमा। यस्तो छ यहाँलाई यो के को खोप भन्दा पनि रोग लाग्न टिबीको खोप त हामीले पहिल्यै लगाइरहेकै हो नि। बच्चा जन्मिने बित्तिकै लगाउने बिसिजी खोप नै टिबीको खोप हो। त्यो त ल्याउने कुरा हुँदैन, आइसकेकै छ होइन। अब होइन मैले यहाँलाई के भनौँ भन्दाखेरि यसमा चाहिँ खोप त उदाहरणको लागि मानौँ न यसलाई होइन। खोप त आयो भने राम्रो भनेर बुझ्न पऱ्यो कि हामीले। कुनै पनि रोगको खोप आयो भने राम्रो भनेर बुझ्न पऱ्यो। किन भन्दाखेरि खोप किन लगाउने त भन्दा रोग नलागोस् भनेर लगाउने हो नि त। तर कहिलेकाहीँ कुरा के उठ्छ भन्दाखेरि अब विदेशीहरूले चाहिँ यहाँ नेपालीहरूमा चाहिँ जाँच गर्नको लागि चाहिँ खोप पहिला पठाउने, जाँच्ने के छ कतिको सफल भइरहेछ होइन, अनि बल्ल चाहिँ अरू देशमा लागू गर्नु। हजुर, अब यो चाहिँ कस्तो छ भन्दाखेरि कतिको सत्य हो त्यो होइन। यो त कसरी सम्भवै छैन नि यस्तो कुरा। कुनै पनि देशमा खोप आउनको लागि एउटा प्रक्रियाबाट आएको हुँदैन नि, सिधै नेपालमा चेक गर्ने भनेर कहाँ आएको हुन्छ र कतिवटा स्टेप चरणहरू पार गरेर अनि पो आएको हुन्छ त। कहाँ नेपाली जनतालाई त्यत्तिकै खोप लगाउन मिल्छ भन्ने नै होइन नि। त्यो त राज्यले गर्नै गर्दैन नि, त्यो गर्नै मिल्दैन नि। त्यो त अन्तर्राष्ट्रिय स्तरमै त्यो गर्न पाइँदैन। टेस्ट भएको हुन्छ अनि अब लगाउन मिल्छ भनेपछि मात्रै आउने हो नि त। त्यसले त्यो त यस्तो हो। तपाईँले एउटा सानो प्रसङ्ग के जोड्न चाहेँ भन्दा म चाहिँ समुदायमा पनि काम गर्ने, अब जनस्वास्थ्य कर्मी नै परे होइन। त्यो हिसाबले यो चाहिँ कसले भन्ने हो भन्दाखेरि जो अलिअलि बुझेको छ नि उहाँहरूले भन्ने हो। तपाईँ एकचोटि अध्ययन गरेर हेर्ने हो भने सोझा साझा जनता यस्तो उस्तो र एकदमै बुझेको मान्छेले कहिले पनि त्यस्तो भन्दैन। जो बिचमा अलिकति मै बुझ्छु मै जान्दछु भन्ने तर बेस चाहिँ नभएको व्यक्तिहरूले चाहिँ हे यो त टेस्ट गर्न आएको रे भनेर भनिदिने मात्रै हो कि। त्यो टेस्ट गर्न ल्याएको हो भने तपाईँलाई एउटा उदाहरण अर्को जोड्छु। रिसर्च गर्नको लागि टेस्ट गर्न ल्याएको हो भने नेपाल सरकारबाट स्वीकृति लिएर रिसर्च काउन्सिलबाट स्वीकृति लिएर अनि मात्रै गर्न पाइन्छ। त्यो पनि तपाईँले म लाउँदिनँ पहिल्यै खबर हुन्छ यो चाहिँ टेस्ट गर्न गरिरहेछ है भनेर, त्यो पनि मैले गर्दिनँ भन्दा पाउँ। त्यसले गर्दा टेस्ट गर्न भनेर ल्याएको भनेर सोच्नै पर्दैन। राज्यले यहाँलाई एउटा कुरा भन्न चाहेँ, राज्यले कुनै पनि खोप लिएर आयो भने आँखा चिम्लेर लगाए हुन्छ। हजुर, म अन्यतिर पनि आइसकेको छु। यो तपाईँले जनकपुरतिर आउनु भएको छ, के छ प्रसङ्ग चाहिँ के छ, के विषयमा
ए हजुर, यो कति राम्रो प्रसङ्ग जोडिदिनु। म चाहिँ खासमा जनस्वास्थ्य कर्मी हो होइन। हजुर, जनकपुरमा चाहिँ अहिले खास के हो भन्दाखेरि म चाहिँ नेपाल जनस्वास्थ्य सङ्घको महासचिव भएँ। त्यो सँगसँगै म चाहिँ खासमा विराटनगरमा चाहिँ कलेजमा पब्लिक हेल्थ कलेजमा पढाउँछु। अनि अर्को चाहिँ एज अ कन्सल्ट्यान्ट चाहिँ म जनस्वास्थ्य सरोकार ट्रस्ट नेपाल भन्ने फेक्ट नेपाल भनेर संस्था छ, तपाईँहरूले सुनिरहेको नाम चाहिँ कीर्तिपुर अस्पताल, अथवा अहिले चाहिँ कीर्तिपुर अस्पताललाई वन सेन्टर भनेर सुन्ने पनि चलन छ, सुन्नेको त्यो होला। त्यसमा चाहिँ आबद्ध छु। त्यहाँ चाहिँ हामी के थुप्रै कार्यक्रमहरू छ। जनस्वास्थ्य सरोकार ट्रस्ट नेपाल फेक्ट नेपालको थुप्रै कार्यक्रमहरू छ। त्यो मध्ये एउटा कार्यक्रम चाहिँ जन्मजात ओठ तथा तालु फाटेको खोडेपन भएका मानिसहरूको निःशुल्क रूपमा अपरेसन गर्छौँ। अनि हामी जलेर पोलेर एक भाग अर्को भागसँग टाँसिएको मान्छे निःशुल्क उपचार गर्छौँ हामी। अहिले जनकपुरमा चाहिँ खासमा के हो भन्दाखेरि यो मुखभित्रको अपरेसन गरिसकेको बच्चाहरूलाई, मुखभित्र फाटेपछि नाके बोली हुने भयो, अशुद्ध बोल्ने भयो होइन, गलत उच्चारण हुन्छ, त्यस्तो बच्चाहरूलाई अपरेसन पछाडि बोलीको तालिम दिने नेपालमा विभिन्न ठाउँमा हामी 1 हप्ताको क्याम्प चलाउँछौँ, जहाँ बच्चाहरू आउनुहुन्छ। बच्चा र बच्चाको एकजना अभिभावकलाई बस्ने र खाने व्यवस्था गरिसकेका। हजुर, बच्चा र बच्चाको एकजना अभिभावकलाई खाने र बस्ने व्यवस्था सहित बोलीको तालिमको शिविर चलाउँछौँ हामी। त्यो शिविर चाहिँ अहिले जनकपुरमा चल्दैछ। विशेष गरेर मध्य प्रदेशका लगभग 50 जना बच्चा र बच्चाको अभिभावकहरू चाहिँ अहिले हामीसँग हुनुहुन्छ। त्यो 1 हप्ताको शिविर लागि म यहाँ जनकपुर आएको थिएँ र त्यो सन्दर्भमा चाहिँ अहिले जनकपुरमा छु। अनि भनेपछि यो जुन निःशुल्क चाहिँ अपरेसन हुन्छ हैन, हामी अपरेसन पनि निःशुल्कमा गर्छौँ। अनि यो बोलीको तालिम पनि निःशुल्कमा दिन्छौँ। हामीले चाहिँ के गर्छौँ भन्दा यो जन्मजात ओठ तालु फाटेका खोडेपन भएका मानिसहरूलाई गाउँ गाउँमा हामी सञ्चार गर्छौँ। त्यस्ता बच्चाहरू त मधेसमा थुप्रै छन्। हजुर हजुर, हामीले थुप्रै बच्चाहरू अपरेसन गरेका छौँ। चाहिँ कीर्तिपुर अस्पतालमा चाहिँ हजुर, कीर्तिपुर अस्पताल भयो, यहाँ नजिकै भरतपुर भयो होइन, अनि यहाँ विराटनगर भयो। अब हामी अलिपछि जनकपुरमा पनि सुरु गर्दैछौँ। प्रादेशिक अस्पतालमै गर्न खोजिरहेछौँ। अलिपछि हामी त्यहाँ हाम्रो कुरा चलिरहेको छ। हजुर, शाखाको रूपमा। अब त्यो चाहिँ कस्तो भन्दा यो निःशुल्क रूपमा अपरेसन हुन्छ। अनि अपरेसन गर्न मात्रै ठुलो कुरो होइन, अपरेसन गरे पछाडि उसको बोली राम्रो बनाउन बोलीको तालिम दिनु पर्यो। गिजा फाटेको हुन्छ, गिजाको अपरेसन गर्नु पर्यो होइन। दाँत बाङ्गोटिङ्गो भएको हुन्छ, दाँत बाँध्ने काम गर्नु पर्यो। अनि मुखभित्र फाटेको बच्चाहरूको चाहिँ कान पाक्ने सम्भावना बढी हुन्छ भनेर अनुसन्धान देखाएको छ। कानको उपचार गर्नु पर्यो। अनि कतिको चाहिँ नाकहरू फेरि थेप्चे परेको हुन्छ, त्यो नाकलाई चाहिँ सोझो बनाउनु पर्यो, सिधा उठाउनु पर्यो होइन। भनेको सबै कुराहरू चाहिँ हामी निःशुल्क रूपमा गरिदिन्छौँ। बच्चा चाहिँ यदि धेरै खालको समस्या छ भने बच्चा जन्मिनेदेखि 18 वर्षसम्म खासमा चाहिँ बच्चा जन्मिने बित्तिकै 3 महिनाको भएपछि हामी ओठको अपरेसन गरिदिन्छौँ। अनि 9 महिनाको भएपछि 9 महिनादेखि 2 वर्षभित्रमा हामी मुखभित्रको अपरेसन गरिदिन्छौँ। त्यति गर्न पायो भने बच्चालाई अलिक सजिलो हुन्छ। अब पछि ठुलो भयो भने तपाईहरुले गर्नुहुन्छ, ठुलो भयो भने गर्न त मिलि नै हाल्यो। तर जन्मिएको 3 महिना हुने बित्तिकै चाहिँ हामी सुरु गर्छौँ त्यो गर्नको लागि चाहिँ। अब नयाँ बच्चा जन्मियो भने ठुलो भइन्जेल पर्खिनु परेन भन्न खोजेको। 3 महिना स्वस्थ भयो भने हामी त्यो बच्चाको अपरेसन गर्छौँ। अनि मुखभित्र गर्दाखेरि चाहिँ 9 महिना हुनु पर्यो, स्वस्थ हुनु पर्यो र अरू जाँचहरू ठिक छ भने हामी त्यो निःशुल्कमा अपरेसन गर्छौँ। यो निःशुल्क उपचार हुन्छ। हजुर हजुर, त्यो चाहिँ जानकारी पनि हो। हजुर हजुर हजुर, हस् त, धेरै धेरै धन्यवाद। हजुर, यहाँले समय दिनुभयो, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। दर्शकवृन्द, वो छलैथ कैलाश खाकी श्रेष्ठ, नेपाल जनस्वास्थ्य संघ के महासचिव। आइ हुनका से बात करै छलिए जे जनस्वास्थ्य कर्मी आ स्वास्थ्य कर्मी जे कहल जाइ छै कते फरक छै, जनस्वास्थ्य के विषय के अध्ययन अध्यापन केना होइ छै, केना कयल जाइ छै, एकर स्कोप केहन छै नेपाल में, यावत विषय में हुनका से बातचीत करै छलिए। बेस त, नमस्कार।